हेलो गाइस, स्वागत है तुमलाई अशोक चाड ब्लॉग में। आज हम अर्को वीडियो लेकर आ गए तुम्हारा माझ में। आज हम जन रहे हो धोरा की जहाँ था। यो मेरो भाई हो, हम दुई दाई भाई टक्क हिट भर शर्माली ठाउँमा जन रहे हिट भरे उतला गाड़ी में जान पड़े हो। आज हम जन रहे धोरा जहाँ था। आयल तुम्हारा बज रही 6:30 हो रही। उठिया हूँ 4 बजे, उठिया हूँ 4 बजे उठ भरे पानी सानी तताई भरे हट धोए भरे तुम्हारा बाटा लग रहा हूँ। केटाहरू औल्लै उन्नरे और गाड़ी में आना भने क्या गाड़ी में हम लाई ठोर नहीं बैठे क्या तब हम हिट पर जना बुई शर्मा लंगा भने लग रहे ये आइले बुझ रहे हम धामी का छैन। ये रोड देखन चाहिए चन्यानी रोड हो रे। दुई दाई भाई लग रहे यहीं नहीं स्या छौँ खुश रहेछ। तब गरेर हिट्टाइमा छौँ कि गरिदिए। हाँ अब इसो हो नान अब देखिया गेदा संजाको कि भन्नु नान चहकिने मन जहाँ जिने मन लाग्यो देखिया बेली रतेडी हो आधी सेडी भन्नु थियो अरे। तब बटा लग रहे अरे वीडियो लास्ट हम हेरिदिया हम तुमलाई ऐतिर सब देखूँला। हाँ वीडियो की कसा लगा कमेंट कर प्रतिक्रिया दिन जन भोलिया। और के सब जी थाले हिट भन्यो के सब भ्लग जन के सब भ्लग बठे आइरहन्छ भ्लगहरू उन थाले भन्यो हिट अरे। उनले नाइ जानु भन्यो जे ठहत जान्छ नि शर्म मन नान गएको उनले नहीं आउना जहाँ तक देखे अब नहीं जानु भने बेली हिट भन्यो अरे। हम लाग रहे हौँ 2-3-4 केटाहरू और आउनु पछाडि पछाडि गाडीका खोलबट्टामा आउनु अरे। पाछबाट उही डब्बा नै आउनु अरे क्या कि हम हिँड्ना हक्का भन्यो। हमले भन्यो पुई चल हम हिट बज जाऊ पुई भनेर हम लाग रहे हौँ यहाँ भी तसो छ अरे। अहिले देखौँ न तुमलाई यतिर जाने मिन जाएको बाटो साटो जहाँ सब देखो ना। वीडियो लास्ट हम हेर दिया। हाँ मेरे वीडियो की कैसा लगा कमेंट कर दिया शेयर कर दिया लाइक तो भूलिया जन ये दुई दाई भाई लग रहे हैं यहाँ भी रात यहाँ छो नाक ठनी जाए बड़ी ठन्नी ले इसो रात मैंने उठिया हूँ देखिया अब की गद्दे टड़ा को जानु पूरी वही सुनाते जहाँ तक यही हो रही रात मैंने उठ बड़े पानी शांत हट धोए बड़े बटा लग रहे अरे तसो ठीक छ। हाँ अहिले हम पूजा अहिले चन्याका धारालाई जहाँलाई चन्याको धारो पानी आउँछ एकदम चिसो पानी आउँछ उसलाई पूजा टक्क पानी खाने खायो कोही बिस्तारै लगाउँदै बेटा। यो चन्याको धारो यही हो गाइस। ये देखो सकन जापुर यो टंकी हो यो धारो हो रे। अब पानी खाने थियो अरे तो भिज्यो भने डर लग्दा अरे और त्यसको जे भिज्जाले माटो लग्यो कि माटो लोग पानी में खाए हमने चन्या पूजा पूज जाए थे। अब बिस्तार लग गाँव बटा यो आए हो ये वीडियो बनाए दे पानी खाना आज यार। अब हिट्टाउँ पुग्यो लोग पानी सानी खायो नाम लग गाउँबाट बेरपट्टि कहाँ जान्छौ धुरा नाउँले धुरा छ अरे उटी कहाँ जानु हो कति दूर हो अरे गाडीलाई मिलन थियो कि नै रे लाग्छ नपट्टा गाई यसो छ अरे। बटामुनि मान्छे छम्म मिलिहाल्दा हुने थियो। शाबाश बेटा बहुत बढिया। तसै छ तसरी नाम छम्म मिलिहाल्दा बाटो काटिने हो गाह्रो छ। अब शर्माली त काम पड्यो देखिया पूरा उज्यालो भयो। फाइनली गाइस शर्माली पूजा भयो। यो शर्मालीको युटा हाडो बजार हो यो कलोन्जी को घर इन गाड़ी जाड़ी सब कलिरियान इन हुन सोरिका इन कहाँ जन्दरेन धनगढी जन्दरेन कहो हम पूजे शर्माली गाड़ी त छन् इन हुन मधेसतिर जानेवाला मान्छे हुनले शर्माली रात घाम त पढेको हम पुजन जा पर्यो गेट स्कूल हो तसो छ यहाँको अवस्था हाइसलाई आइगयो। फाइनली गाइज आप पूजा हम शर्माली बजार पूजे वाला छौँ। दुकान त सब बन्द छन् शर्माली मनी रात घाम त पढ्दै छैन मनी दुकान सब बन्द छन्। 7 बजेर आयल तुम्हारे दुकान आज खुले नाई
पुरा देखो सक्नुहुन्छ पूज्यवाला छ बजार मेन बजारमा सब दोकान बन्द छन् कोहल नै खुल्ला थियो अहिले देखाउन तपाईलाई यो एक होटल मात्र खुला छ यो अब दोकान देखो सक्नुहुन्छ सब बन्द छन् पुरा सटर लायो भरे उठेनाको शर्मालीको मान्छे नै उठेको हो अहिले रमेश भाइटा पर अहिले मुखको गाडीले देखिन्न छैन तसो छ शर्मालीको अवस्था हेर्दै सक्नुहुन्छ बिहान बिहान सब बन्द छन् घाम जाइन पड्दै रहेछ उज्यालो हुन्छ नि यो हो शर्माली बजार शर्मालीको मर्निङ भ्यू हेर्दै सक्नुहुन्छ एकदम घाम टक्क पड्दैछ एकदम मर्निङ भ्यू सब बन्द छन् दोकान यी देख्न सक्नुहुन्छ ल फाइनली गाडीमा त बस्या हजुर गाडीमा सिट नै मिली झुन्डी बस जन्न रे अब के गर्दै जान पर्यो मान्छे टन्न छन् यो हो मान्छे देखिनारी यो हो हम फड्डोइन पुज्या अहिले तमलाई भिडियो अगाडि बनाए भन्ने देखाए के हल्का अप्ठ्यारो भइरहेको थियो अहिले हम झुन्डी बस जन्न रे गाडीमा ठाउँ नै थिएन तम देख्न सक्नुहुन्छ गाइस यो हो हाम्रो यहाँ की रोड हम झुन्डी बस जन्न रे पूरे मथमा भइरहेन रमेश भाइले अर्को भाइले म झुन्डी रे हो टक्क बाडवा जन्न रे धोरा की जहाँ त गाडी त मिली मोटे साउजी की गाडीमा जन्न रे टक्क हैन चिलमा जन्न रे के गर्दै हल्का कपडा त मैले नरे धुलाले के गर्दै जानु पर्यो जहाँ त आइग्या त यो हो मोटे साउजी गाडी हुनु बस गया हम गाडीमा जन्न रे झुन्डी भरे अब सीट मिलाएर सीटमा जानु पर्यो तसै छ देख्न सक्नुहुन्छ गाइस त्यही हो टक्क लाइभर भ्यू हेर्दै सक्नुहुन्छ यहाँबाट हिमाललाई देखिने रहेछ रातै रातै त यसो टक्क मस्त भ्यू देखिने रहेछ देख्न सक्नुहुन्छ यो कहाँको हिमालय छ कमेन्ट गरे यहाँ मस्त भ्यू छ गाडीमा टक्क अहिले त भित्र सिट मिल गयो महिलाले टक्क भित्र बस्नु पर्यो होइन मस्त भ्यू देखिन्न हेर्दै सक्नुहुन्छ गाइस त होइन टक्क बाडेर खतरा भ्यू छ नि हेर न यार खै दामी 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 छ नि म त इन डाँडा काँडा भ्यू यो हिमाल पहाड देखेर सो भिडियो बनाउने मन लाग्यो नि टक्क भ्यू देख्न सक्नुहुन्छ पारे ऐत्रुमको मान्छे जन्मारेन बहुत मान्छे बटामनी छ मान्छे जन्मारेन होइन मस्त देखिरहेको बिहान बिहानको भ्यू मस्त देखिरहेछ हिमाल कहाँको रहेछ कमेन्ट गर्दै यहाँ फाइनली गाइस हम तो पुज गए जहाँ त पुज गए धुराकी रे के भन्यो गाडीमा हालत खराब भएछ धुलो उडे परे यसो भएछ अहिले हातमा धोयो टक्कै स्कुलै लाग्यो केटाहरूलाई पुजे हैन पासबाट आउने वाला यही पुजे यही देखिन हमले हम त उसै गाडीमा आइदिन पछाडि गाडीमा आयो हामीलाई त गाडीमा आयो तसो छ रे धुलाले इस्यु भएछ टक्क हात मुख धोएर लाग्यो मटा यही अरे तले गेट हो स्कुल हो तले यहाँ जहाँ त दिने गर्छन् पुरै तसो छ रे यो हो जबलपुर मावि शैलडा स्कुल एकदम शैलडा को लागि पुरो वेटिङा हुने हो मेला पुरो वेटिङा यो हो स्कुल यहाँ बल खेल्दा रे भलिबल हम पुज्या पुइ स्कुलमा अहिले देखाउन तँलाई जहाँ त जिने मान्छे यति छन् हेर्नु सक्नुहुन्छ जहाँ त यहाँ भिड पुरै लत्याडो लागेर एडिङ आइ भए पुरो टुप्पोमा जानुपर्यो पुरो टुप्पोमा यो स्कुल हो जबलपुर माविको पुरै यहीँ पुरै लत्याडो लागेर जान्न पुरै टक्क केटाहरू पुऱ्याउँ खुसी पुरै म यहाँ छु
लो पुई गाइस फाइनली हम पूजा धुरा का मेला में पूजा। हाँ धुरा की जहाँ देखी होनी है ये देख सकते आज मानसी ना आया हम कौन हले पूछ गए या मानसी ना आ रही ये हो धुरा की जहाँ इन दुकान था ना इन हम दुकान देसी इंडियन का इन दुकान हम पर ओहो ये हो मानो ये हो धुरा की जहाँ पूरी हो मानो यहाँ को पूरी मंदिर हो यहाँ को लग रहा है ये हो जात फाइनली हम पूछ गया कोई मेला में ये हो यहाँ की जात अहिले देखूँ ना तुमलाई कति हुन्छ यहाँ की जात सब देखूँ ना इसी हो भाई हजुर धुरा की जात इसी हो।